प्लिज यो भिडियो पूरा हेरिदिनु होला, स्किप नगरिकन लाइक गर, फलो गर, सेयर। हेलो गाइस, हजुरहरूलाई मैले भनिसकेँ मेरो भिडियो पूरा हेरिदिनु होला, स्किप नगरिकन। हजुरहरूलाई यो भिडियो कस्तो लाग्छ, कहाँबाट हेर्दै हुनुहुन्छ, मन पर्छ कि या पर्दैन, कमेन्टमा आएर भन्नु होला गाइस ल। फाइनली म आज बनाउन गइरहेको छु पनिर मटर सब्जी स्टाफको लागि। हामी चाहिँ फाइनली अहिले 50 जना भन्दा अलि धेरै नै छौँ स्टाफ। उहाँको लागि आज मैले बनाउन गइरहेको छु पनिर मटरको सब्जी। 1 किलो पनिर, 2 किलो बटाना हालेर चाहिँ बबाल तरिकाले बनाउँदै गइरहेको छु। हेर्न सक्नुहुन्छ हजुरहरूले कसरी बनाउनुहुन्छ मेरो कमेन्टमा आएर हजुरहरूले पनि हजुरको प्रतिक्रिया दिनु होला, सिकाउनु होला मलाई। मैले जानेको हजुरहरूलाई सिकाउँछु, हजुरले जानेको मलाई सिकाइदिनु होला। प्लिज सपोर्ट गरिदिनु होला, कृपया हेरेर भए पनि मलाई साथ दिइदिनु होला। हेर्न सक्नुहुन्छ 1 किलो पनिर मैले काट्न गइरहेको छु। काटेर भ्याएर चाहिँ एकदम बारीक गरेर काट्नुपर्छ, किनकि हाम्रो स्टाफ प्लास्टिक खराब छन्। पनिर छाटेर बटाना छोडिदिन्छन्। फाइनल त्यत्तिकैमा फेरि अर्को कस्टमरको अर्डर पनि ह्यान्डल गर्न परेको छ। फाइनली स्टाफको सब्जी पनि मैले बनाउन परेको छ। हेर्न सक्नुहुन्छ म फटाफट काम गर्दैछु गाइज। के गर्ने, सबै काम त भ्याउनै पर्ने हुन्छ, किनकि 2 जना स्टाफ रेस्टमा गएको छन्। म चाहिँ रेस्ट गरेर आइसकेको थिएँ। मैले फटाफट स्टाफको सब्जी काटेर तयार पारेर फाइनली मैले हालिसकेको छु। हेर्न सक्नुहुन्छ यस्तो देखिएको छ पनिर मटरको सब्जी। हजुरले पनि हेर्दै मुखमा पानी आछ भने थुक घुर्लुक्क निल्नुहोस् अनि भिडियो पुरा हेरिदिनु होला। भिडियो चाहिँ स्किप नगरिकन पुरा हेरिदिनु होला गाइस। ग्रेभी हाल्नु पर्यो, अनि आलु बोइल गरेर हाल्नु पर्यो, यसलाई ग्यालेन्डर गरेर हाल्नु पर्यो। आलु चाहिँ अलि गाढा हुन्छ भनेर मैले चाहिँ आलु चाहिँ निकालिसकेको छु, ग्यालेन्डर गर्दैछु गाइस। यो ग्यालेन्डर गरेर किनकि पनिर मटरको सब्जीमा हाल्ने हो, किनकि बाक्लो हुन्छ। अलिकति मैले ग्रेभी एड गरेर अनि अलिकति मैले पानी पनि एड गरेँ, किनकि हामी धेरै स्टाफ छौँ गाइज। बाँड्दा नपुग्न सक्छ, कहिले चाहिँ नपुगेर झगडा पनि हुन्छ गाइज। के गर्ने, किनकि सबै ह्यान्डल गर्नुपर्छ। उस्ताद भइसकेपछि सबैको कुरा सुन्न नि पर्छ, बुझाउन नि पर्छ। कृपया मेरो भिडियो लास्टसम्म हेरिदिनु होला, लाइक कमेन्ट सेयर गरेर। मैले चाहिँ फाइनली काम गरेर सकिसकेको छु। मेरो पनिर मटर सब्जी यस्तो देखिएछ। हजुरहरूले पनि पुरा हेरेर मलाई साथ सपोर्ट माया गरिदिनु होला प्लिज गाइस। सेयर गरिदिनु होला। ओके बाई, जय नेपाल।